नमस्कार सबैजनालाई। आज चाहिँ म कुर्ता सिलाउँदैछु। सुरुमा कुर्ता सिलाउनको लागि चाहिँ म कुर्ताको गलापट्टि सिलाउँदैछु। कुर्ताको गलापट्टि सिलाएपछि चाहिँ अगाडिको कुर्ताको भाग सिलाएको भाग चाहिँ डिलिट भएछ, गला बनाएको भाग। त्यसपछि म काँध जोड्दैछु दुवैपट्टिको कुम जोडिसकेपछि अब चाहिँ बाहुला हाल्न रेडी भइरहेछु। त्यसपछि चाहिँ कुर्तामाथि बाहुलाको कपडा राखेर बिस्तारै मिलाएर दुवैतर्फ सिलाउनुपर्छ, दुवैतिरको साइडको। यो चाहिँ मेरो पहिलो भिडियो भएर अलिक डढाएर राम्रोसँग बनेको छैन। भिडियोको एङ्गल पनि मिलाउन चाहिँ खासै जानिनँ। पहिलो कपडालाई मिलाएर बिस्तारै दुवैतर्फको हामीले चाहिँ बाहुला जोड्नुपर्छ। बाहुला जोडिसकेपछि हाम्रो चाहिँ बाहुलाको नाप अनुसार लिने। यहाँ मैले चाहिँ बाहुलाको नाप लिइसकेको छु। बाहुलाको नाप अनुसार हामी सिलाउँदै गएको छौँ। सुरुमा हामीले कुर्ता नाप्दै फेरि बाहुलाको नाप लिएको हुन्छ। म चाहिँ त्यही नापमा सिलाउँदै गएको छु। बाहुला रेडी गरेपछि जिउको पनि हामीले जसरी सुरुमै कुर्ताको नाप लिइरहेको छौँ त्यही नापकै डोपमा सिलाइरहेको छु। अब चाहिँ कुर्ताको दुवैपट्टिको साइड सिलाउँदैछौँ हामी। अब चाहिँ कुर्ताको साइडको माथिको भाग सिलाउँदिरहेको छौँ। दुवैपट्टि बराबर कपडा लिएर मिलाएर सिलाउँदै तलतिर लिएर आउनुपर्छ। हामीले चाहिँ हाम्रो कुर्ताको दुवैपट्टिको भाग सिलाएर रेडी गऱ्यौँ। अब चाहिँ हाम्रो कुर्ताको तलपट्टिको भाग सिलाउँदैछौँ। कुर्ताको तलपट्टिको फेरि चाहिँ बराबर भागमा लिएर मिलाएर सिलाउनुपर्छ बिस्तारै। मैले चाहिँ कुर्ताको दुवैपट्टिको भाग यसरी नै सिलाएँ। यो भिडियो चाहिँ त्यति राम्रोसँग बनेन। म फेरि अर्को भिडियो लिएर आउनेछु कुर्ता सिलाएको। भइसकेको छ। प्लिज मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। यसरी नै मेरो भिडियो हेर्नु होला। बाइ बाइ।